कस्तो शान्तिपूर्ण देश थियो यो। एकपल्ट माओवादीले क्रान्ति र जनयुद्धका नाममा उत्पात मचायो, देशको अर्थतन्त्र राजनीति सबै खल गर्यो। फेरि त्यो सम्हालियो, त्यो सम्हालिएपछि अब अरू प्रकारका प्रयासहरू अगाडि बढे। म भन्न चाहन्छु यस देशलाई शान्तिपूर्ण देश बनाउनु पर्छ र यस देशलाई शान्तिपूर्ण भरपर्दो देश बनाउनु पर्दछ ताकि उद्यमी व्यवसायीहरूले ढुक्क गरेर लगानी गर्न सकुन्। कसैले उद्योग खोलो, कसैले व्यवसाय खोलो, कसैले भने खोजिकन आगो लगाउने भनेको के हो भने यो देशमा यो देशको अर्थतन्त्रलाई यो देशको अर्थतन्त्र ध्वस्त होइन, यसलाई सुरक्षित ढंगले पुनर्जीवन दिनुपर्छ। जे भयो भयो, अब फेरि यस देशको अर्थतन्त्रलाई पुनर्जीवित दिनु।